गस साइडल मेथडको नि क्यालकुलेटरबाट इजिली गर्न सकिन्छ। कसरी गर्न सकिन्छ त भन्दाखेरि जस्तै हाम्रो 3टा इक्वेसन दिन्छ, अब हाम्रो एक गस साइडल मेथडबाट गर्ने भन्छ के अब त्यो गर्नको लागि के गर्नुपर्छ भन्दा सधैँ सुरुमा हाम्रो डायगोनली डोमिनेन्ट इलिमेन्ट हुनुपर्छ। जस्तै फर्स्ट इक्वेसनमा यो पहिलो हुन्छ नि, पहिलो लेटरवाला हुन्छ नि, पहिलो भेरिएबल के डोमिनेन्ट हुनुपर्छ, भेरिएबल कोफिसिएन्ट डोमिनेन्ट हुनुपर्छ। सेकेन्डमा बिचको वाला, अनि थर्डमा चाहिँ यो लास्टको थर्ड भेरिएबल कोफिसिएन्ट डोमिनेन्ट हुनुपर्छ होइन। हो यो भएपछि के गर्नु भन्दा फर्स्ट इक्वेसनबाट एक्स एक्लै गराउने, सेकेन्डबाट वाई, थर्डबाट जेड एक्लै गराएर यसरी निकालिदिने। अब यति निकालेपछि के गर्ने भन्दा चाहिँ अब क्यालकुलेटरमा सुरुमा के गर्ने भन्दा क्यालकुलेटरमा फिक्समा लगाउने। कहाँ लगाउने? फिक्समा। कसरी लगाउने भन्दा चाहिँ फिक्स भनेको के भन्दा हाम्रो सिफ्ट दबाउने, अनि त्यसपछि मोड दबाउने होइन, सिफ्ट दबाउने, मोड दबाउने। त्यसपछि हाम्रो फिक्स कति नम्बरमा छ? 6 नम्बरमा लिएको छ, त्यो 6 दबाउने। त्यसपछि 4 दबाउने के, किनकि अब के गरिदिन्छ भन्दा पोइन्ट पछिको 4वटा नम्बर मात्र आउने तरिकाले यसले राउन्ड अफ गरिदिन्छ के, बुझ्यो नि। जस्तै हाम्रो 0.000568 कति आउने धेरै लामो थियो भ्याल्यु, तर त्यसले जम्मा 4वटा भेरिएबलमा राउन्ड अफ गरेर आफ्नो तरिकाले राम्रोसँग निकालिदिन्छ। किनकि यसमा त अब हाम्रो जति स्टेप गर्न मनलाई नि गर्न सकिन्छ, तर हाम्रो ठिक्कको एक्ज्याक्टको लागि 4वटा भेरिएबल भनेको 4वटा पोइन्टसम्म ठिकै हुन्छ क्या। अब त्यसपछि के गर्ने भन्दा यिनीहरू सबै पाले पालो यहाँ लेख्ने। कसरी लेख्ने भन्दा चाहिँ अब अल्फा र एक्स दबाइदिने होइन, यो अल्फा र यो एक्स दबाइदिने भने एक्स लेखिन्छ क्या। त्यसपछि अल्फा र इजिकल टु दबाउने होइन यहाँ, अनि अल्फा इजिकल टु त्यसपछि के हाम्रो 2 + जेड। त्यसको लागि फेरि हाम्रो के गर्नु पऱ्यो भन्दा यस्तो गर्नु पऱ्यो, अनि हाम्रो 2 छ, त्यसपछि प्लस दबाउनु पऱ्यो। जेड कहाँ भन्दा हाम्रो अब जेडको ठाउँमा यहाँ त हाम्रो जेड छैन, त्यही भएर यामलाई जेड मानौँ न होइन, याद गर्नु पऱ्यो याम भनेको जेड हो हाम्रो लागि। त्यसपछि वाइ पनि छ, वाइ त्यो पनि सबै अल्फा दबाउँदै गर्नुपर्छ यिनीहरू यो लेटरहरू चाहिँ। अनि अप पनि तलतिर जाने, त्यसपछि 3 छ, ठिक छ, त्यस साइडमा लगाउने होइन। अब साइडमा लगेपछि के गर्ने भन्दा फेरि अल्फा दबाउने, अनि फेरि के गर्ने भन्दा यहाँ तल यस्तो यो सच द्याटवाला सिम्बल छ नि, यस्तो गोलो गोलोवाला सच द्याट के हो, यो सिम्बल छ क्या हो, यहाँ यस्तरी दबाउने। यो दबाएपछि यस्तो हुन्छ। फेरि अब वाइको लेख्ने, तलको वाइको अल्फा छ, वाइ छ, फेरि इजिकल टु अल्फा दबाउँदै गर्ने फेरि, अनि फेरि यस्तो यो गर्ने 2 दबाउने, अनि हाम्रो एक्स गर्ने, त्यस फेरि प्लस गर्ने। जेड भनेको त हामीले एम मानेछौँ नि त, अब एम मानेपछि एम अल्फा गरेर एम दबाउने, -20 छ, अनि अपन त्यसपछि के छ भन्दा 5 होइन। अब चाहिँ के गर्ने 5 छ फेरि। अब त्यसपछि हामीले फेरि जेडवाला हाल्ने। कसरी जेड हाल्नुभन्दा अगाडि फेरि के गर्नु पऱ्यो र हाम्रो साइडमा लगेर सच द्याट गर्नु पऱ्यो। के हो? सच द्याट अल्फा र यो सच द्याट गर्नु पऱ्यो। फेरि जेड भन्ने हामीले के लेट गऱ्यौँ? एम लेट गऱ्यौँ, अल्फा दबाउँदै गर्ने। अल्फा इजिकल टु फेरि एउटा मिस्टेक गर्ने बिचमा फेरि एकदमै झ्याउ हुन्छ क्या पछि गर्ने बेला नि। त्यसपछि हाम्रो के छ? x - 3 छ। अब अल्फा एक्स, त्यसपछि -3 अनि अल्फा के छ वाइको ठाउँमा, वाइ जो छ जेडको ठाउँमा पो हाम्रो, त्यसपछि अपन 8 गर्ने हो। यति लेख्यो होइन। अब यति लेखेपछि हाम्रो लगभग काम भ्याइयो। अब के गर्ने भन्दा अब हाम्रो इक्जाममा पनि यस्तै गर्ने एउटा फर्मेट जस्तो गराइदिने क्या। अब यहाँ लेख्दै चाहिँ गर्ने, सुरुमा x = 0, y = 0, z = 0 गर्ने, त्यसपछि पाले पालो यिनीहरू भ्यालुहरू यहीमा हाल्ने कि होइन। अनि भ्यालु हालेपछि यो भ्यालु चाहिँ आफै पत्ता लगाइन्छ। कसरी भन्दा अब u = होइन, अब हामीले सिएलसी अब केही पनि सेट अल्फा केही दबाउनु पर्दैन, अब यही सिएलसी मात्र दबाउने होइन। अब के गर्ने भन्दा 0 दबाउने, सुरुमा चाहिँ 0 दबाउनु पऱ्यो कि, किनकि हामीले सुरुमा एक्स र वाइ जेड सबै 0 0 0 राखेको छौँ नि त, सुरुमा 0 दबाउने। अनि फेरि अब इक्वल टु बल्ल तलको यो इक्वल टु दबाउने होइन। अझै वाइ के हो त भन्ने सोध्यो, वाइ पनि हामीले 0 लेट गऱ्यौँ सुरुमा, इजिकल टु दबाइदिने। अब केही पनि दबाउनु पर्दैन। अब x = एक्सको लागि आयो नि त, अब एक्सको लागि 2/3 हो अरे, अब एक्सको लागि 2/3 हो अरे भनेपछि अब यो दबायो भने हाम्रो पोइन्टमा कति आउँछ? 0.667। 4वटा मात्र राख्ने, पछाडि 0.667 आयो नि होइन। अब वाइ कसरी आउँछ त फेरि अझ एकपटक इजिकल टु दबाउने, केही पनि नदबाउने, अरू इजिकल टु दबाउने। त्यसपछि पोइन्टको भ्यालुको लागि यसरी दबाउने, -3.733 कहाँको -3.733 आयो। अब हामीलाई जेड चाहियो, अब केही पनि नदबाउने, इजिकल टु दबाए भयो। कति आयो? 1.1083 आयो कि नै, 1.1083 आयो होइन। अब त्यसपछि के गर्ने भन्दा फेरि इजिकल टु दबाउने होइन। अब चाहिँ यामको भ्यालु कति भने, अब यामको भ्यालु यसले आफैस निकाल्यो। अब केही पनि 0 0 केही पनि दबाउनु पर्दैन, इजिकल टु दबाए पुग्छ। फेरि इजिकल टु दबाए, वाइ पनि कति सोध्यो, अब लेख्नु पर्दैन, इजिकल टु दबाए भइहाल्यो। फेरि एक्सको भ्यालु आयो, एक्सको भ्यालु पनि अब इटरेसन सेकेन्डवाला एक्सको भ्यालु आयो के होइन। एक्स कति हो? 2.2806 रे, कति आयो यो, यसलाई फेरि यो दबायो भने बल्ल पोइन्ट आउँछ, यो 2.2806 आयो, ठिक छ। अब वाइ पनि चाहियो, अब केही पनि गर्नु पर्दैन, इजिकल टु दबाए भयो। अब इजिकल टु दबाउँदै बस्ने हो कि, वाइको भ्यालु कति यहाँ वाइले चाहिँ यो हेर्नु पऱ्यो, यसरी थाहा हुन्छ वाइको भ्यालु -2.8661 रे, -2.86। अब जेडको भ्यालु कति? फेरि इजिकल टु यहाँ एम भनेको त हामीले जेड मानेछौँ नि त, त्यही भएर क्या यो दबाउने, 0.9849 रे, 0.9849, ठिक छ। त्यो चाहिँ अब थर्ड इटरेसनमा जाने। थर्ड इटरेसनको लागि के गर्ने भन्दा चाहिँ फेरि इजिकल टु दबाउनु पऱ्यो होइन।
अब त्यसै यो एमको भ्यालु यहाँ एम लेखेछ त्यो यो एमको भ्यालु नमान्ने फेरि यो क्वेसन मार्क दिएपछि त इजिकल टु त भइहाल्ने यो वाइको पनि क्वेसन मार्क दियो इजिकल टु त हुने फेरि इजिकल टु हुने हो बल्ल आयो एक्सको भ्यालु फेरि एक्स लेख्यो नि त अब थर्ड इटरेसनको गर्थ्यो 1.9503 1.9503 ठिक छ आयो अझ एकपल्ट दबाउने त्यसपछि वाइको भ्यालु आयो ई माइनस 3.0229 गरेँ यहाँ नि आयो अझ एकपल्ट इजिकल टु दबाउने फेरि जेडको भ्यालु आइया हुन्छ भनेको एम भनेको जेड माने नि त 1.0024 आयो अझ फेरि फोर्थ इटरेसनमा पुग्यौँ हामी अब फोर्थ इटरेसनमा हाम्रो के हुन्छ भन्दा चाहिँ फेरि इजिकल टु दबाउनु पऱ्यो क्वेसन मार्क आयो इजिकल टु दबाउनु पऱ्यो क्वेसन मार्क आयो इजिकल टु दबाउनु पऱ्यो सुरुमा मात्र 00 लेख्ने भनेको बल्ल एक्सको भ्यालु आउनु सुरु भयो एक्सको भ्यालु 2.0084 2.0084 ठिक छ अझ एकपल्ट इजिकल टु दबाउने त्यसपछि वाइको लागि भ्यालु आयो कति आयो माइनस 2.9962 आयो ठिक छ अझ एकपल्ट दबाउने एम भनेको जेड हो त्यही भएर 0.9996 आयो ठिक छ अब इक्वल टु दबाउने कहाँ के क्वेसन मार्क आयो फेरि इजिकल टु दबाउने क्वेसन मार्क आयो फेरि इजिकल टु दबाउने त्यसपछि फेरि एक्सको भ्यालु कति आयो त 1.9986 आयो जुन फिफ्थ इटरेसनको लागि 1.9986 आयो फेरि हाम्रो कति आउँछ वाइको लागि 3 माइनस 3.006 आयो फेरि जेडको लागि कति आयो 1.001 आयो होइन त्यसपछि अब के गर्ने भन्दा फेरि इजिकल टु आयो फेरि भने कम आयो के क्वेसन मार्क आएपछि इजिकल टु दबाउने फेरि एक्सको भ्यालु 2.002 आयो अब ख्याल के गर्नु पऱ्यो भन्दा अबका सबै भ्यालुहरूको पोइन्टको पछाडि तिनवटा भेरिएबल यो तिनवटा पोइन्टको नम्बर छ नि सबै एउटै आयो भने चाहिँ हामीले यस्तै गरेर 2 लेख्न पाइयो कि तिनवटा 000 आयो नि त 2 लेख्न पाइयो 999 एउटै आयो त्यही भएर 3 लेख्न पाइयो अब 1 त 1 नै आयो त्यही भएर 1 लेख्न पाइयो हो यस्तै गरेर चाँडै हुन्छ सल्भ